यो अमेरिकाले टेम्पोररी भिजा फ्रिज गरिदिएपछि म लगायत हजारौं नेपाली नर्सेसहरूको ड्रिम अमेरिकामा कमा लागेछ। हेलो फ्रेन्ड्स, दिस इज जुन, ब्याच 2019 PCL नर्स र म विगत 2 वर्षदेखि साउदीमा एज अ रजिस्टर्ड नर्स काम गर्दैछु। एन्ड यस, लाइक एभ्री मिडल क्लास ओन्ली नर्स डटर अफ माई फ्यामिली, आई गेभ एनक्लेक्स इन 2023। किनकि क्यानाडा अस्ट्रेलिया जाने पैसा थिएन त सोचे टाइम लागे पनि अमेरिकामा रजिस्टर्ड नर्स भएर काम गरौला, ग्रिन कार्ड पाइएला। लङ स्टोरी सर्ट, लास्ट डिसेम्बरमा मैले भिजा स्क्रिनिङ सुरु गरेको थिएँ, तर CGFNS ले न्यू इयरको उपलक्ष्यमा मलाई यस्तो ग्रान्ड गिफ्ट दियो के भन्नु। त्यो गिफ्टबाट रिकभर पनि हुन पाएको थिएन। US गभर्मेन्टले EB3 भिसा नै फ्रिज गरिदियो। साँच्ची यस्तो हुँदा त अहिले एनक्लेक्स पास गरेर प्रायोरिटी डेट पर्खिराखेको म लगायत हजारौं नर्सेसलाई हात्ती छिरो पुच्छर अड्के जस्तो भइरहेछ। एनिवेज, सोल्युसन चाहिँ के हो त? म जस्तो PCL नर्सेसको लागि सोल्युसन हो ब्याचलर्स जोइन गर्नु। म पनि अब नेपाल गएर ब्याचलर जोइन गर्नु पर्ला भनेर सोच्दैछु। एन्ड नो, यो UK को टपअप कोर्स गर्नतिर नलागे हुन्छ, अनलेस यु वान्ट टु सेटल इन UK। अनि जाँदा जाँदै आई वान्ट टु सेयर माई न्यू इयर्स प्रमिस वर्स। व्यवस्था 31 को छ। बलिया र साहसी हौ, यिनीहरूसित नडराउ र त्रासित नहौ, किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूसँग जानुहुन्छ। उहाँले तिमीहरूलाई कहिले छोड्नुहुने छैन, न त त्याग्नुहुनेछ।